हामीले दाभिन्सी रिजल्भमा भिडियो एडिट गर्न र भिडियोलाई रोटेट जुम गर्नको लागि सबभन्दा पहिला हामीले दाभिन्सी खोल्नुपर्ने हुन्छ। दाभिन्सी खोलिसकेपछि बिस्तारै प्रोग्राम लोडिङ भएर बिस्तारै यसरी खुल्छ। दाभिन्सी रिजल्भ स्टुडियो 19। त्यसपछि हामीले यहाँ न्यू प्रोजेक्टमा क्लिक गर्नुपर्ने हुन्छ। न्यू प्रोजेक्टमा क्लिक गरिसकेपछि हामीले क्रिएटमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी दाभिन्सी प्रोग्राम खुलेर आउँछ। अब हामी सबैभन्दा पहिला हामी यहाँ एडिट ट्याबमा जानुपर्ने हुन्छ। एडिट ट्याबमा गइसकेपछि मिडिया पुलमा गएर अथवा हामी यहाँ ब्ल्याङ्क पेजमा राइट क्लिक गर्ने। त्यसपछि हामीले इनपुट मिडियामा जाने। इनपुट मिडियामा गइसकेपछि यहाँबाट आफूलाई कुनै एउटा मन परेको अथवा आवश्यक परेको एउटा भिडियोमा क्लिक गरेर ओपनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले भिडियो चेन्ज गर्नु छ भने चेन्जमा क्लिक गर्नुहोस् र जस्तो छ त्यही रेजुलेसनमा राख्नुहुन्छ भने डन चेन्जमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ आएको भिडियोलाई टाइमलाइनमा यसरी तान्नुहोस् ड्र्याग गरेर। त्यसपछि यहाँ कपिराइट आउँछ, त्यही भएर साउन्डलाई मैले म्युट गरेको छु। त्यसपछि अब हामीले यहाँ गएर ब्लेडमा क्लिक गर्ने। त्यसपछि आफूलाई आवश्यक परेको भाग जतिमा क्लिक गर्ने। त्यसपछि यता बाँकी भागलाई डिलिट गर्नको लागि यहाँ सिलेक्टमा क्लिक गर्ने, सिलेक्ट मोडमा। त्यसपछि हामीले डिलिट गर्नुपर्ने भिडियोमा क्लिक गरेर डिलिट गर्नुपर्ने हुन्छ। अब यो भिडियोलाई हामीले रोटेट जुम इन आउट गर्नुपर्छ। यो भने तपाईले स्क्रोलमा रहेको माउसमा रहेको स्क्रोललाई यसरी घुमाउनु भने जुम इन पनि आउँछ। तर तपाईले पुरै भिडियोलाई जुम गर्नु पर्यो भने तपाईले यहाँनिर ट्रान्सफर्म भिडियोमा जाने। त्यसपछि ट्रान्सफर्ममा गएर यहाँबाट जुम यहाँ लेखिएको हुन्छ, यसलाई यसरी हामीले यसरी लाउन सकिन्छ। त्यसपछि जुम गर्न सकिन्छ। अब तपाईले पोजिसन चेन्ज गर्नु भन्छ हुन्छ भने यहाँदेखि पोजिसन कहाँनिर लाने हो यसरी पोजिसन चेन्ज गर्न सकिन्छ। र अर्को पोजिसन तपाईको टप बटम कति देखाउने यहाँबाट तपाईले टप बटमहरु देखाउन सक्नुहुन्छ। त्यसपछि रोटेट कति घुमाउन सक्नुहुन्छ यहाँदेखि यसरी हामीले भिडियोले आवश्यकता अनुसार रोटेट गर्न सकिन्छ यसरी। त्यसपछि रोटेट भिडियोलाई पुरै फ्लिप घुमाउनु चाहनुहुन्छ भने यहाँबाट यसरी हामीले घुमाउन सकिन्छ। फेरि यसलाई अर्कोतिर घुमाउनु पर्यो यहाँ। अब यसलाई टप टु बटम उल्टो घुमाउनु पर्यो भने यहाँनिर गएर यसरी घुमाउन सकिन्छ। फेरि यही बटममा क्लिक गर्यो भने यसरी घुमाउन सकिन्छ। अब अर्को छ हाम्रो क्रपिङ। क्रपिङ टुलले चाहिँ तपाईले कति आवश्यक पर्छ त्यहीको आधारमा यहाँनिर कस्तो क्रप गर्ने। तपाईको डिम क्रप गर्दै ल्याउने हो कि यसरी हामीले क्रप गर्न सकिन्छ यसरी आवश्यकता अनुसार। कतातिर तपाईले क्रप गर्ने यसरी यसरी हामीले आवश्यकता अनुसार बनाउन सकिन्छ। अब यसमा हामीले एउटा डाइनामिक जुम बनाउनको लागि सबभन्दा पहिला हामी यसलाई अलिकति मात्र यसरी ठुलो बनाइदियौं। त्यसपछि हामीले इफेक्टमा जाने। इफेक्टमा गइसकेपछि यहाँबाट टाइटल्स लिने। टाइटल्स लिइसकेपछि यो टाइटललाई स्क्रोल डाउन गर्दै जाने। त्यसपछि यहाँ टेक्स्ट प्लस छ एउटा टेक्स्ट र टेक्स्ट प्लसमा क्लिक गर्ने। त्यसपछि यहाँनिर गएर ट्याक्कै यहाँनिर हामीले क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यसलाई यहाँ ट्याक्कै मिलाएर राख्ने। त्यसपछि यो टाइमलाइनलाई हामीले जुम इन र आउट गर्नु पर्यो भने यहाँदेखि यसरी जुम इन र आउट गर्न सकिन्छ कतिको आवश्यकता अनुसार यसरी। अब यो जुन हाम्रो टाइमलाइन छ यसले सुरुमा ल्याउने यो फेडलाई। त्यसपछि अब कति हामीले यहाँनिर एक्स्ट्रा डिजाइनको बनाउने अथवा तपाईले यहाँनिर
हामीले डाइनामिक जुम कति बनाउने त्यसलाई यहाँ यसरी राख्ने। त्यसपछि अब हामीले यहाँ माथि बिलेटमा गएर यहाँबाट बिलेटमा क्लिक गर्ने। त्यसपछि फेरि सिलेक्ट टुलमा जाने। त्यसपछि हामीले यो क्रप गरेको भिडियोमा क्लिक गर्ने। त्यसपछि बिस्तारै हामी डाउन गर्दै जाने। डाउन गर्दै गइसकेपछि यहाँ डाउन गर्दै जाने। त्यसपछि हामीले यहाँ गएपछि हामीले कम्पोजिटमा क्लिक गर्ने। कम्पोजिटमा क्लिक गरेर नर्मलको डाउन एरोमा गएर हामीले यहाँबाट मल्टिप्लेमा यहाँ छान्ने। त्यसपछि तलतिर फेरि टेक्स्ट प्लसमा क्लिक गर्ने। त्यसपछि आफूले यहाँ के गर्नु खोजेको अथवा के आफूलाई आवश्यक पर्ने त्यो टेक्स्ट यहाँ टाइप गर्ने। LIMBU। त्यसपछि टेक्स्टको साइज बढाउनु पर्यो भने यहाँ तल गएर हामीले यहाँ टेक्स्ट स्क्रोल गरेर टेक्स्टको साइज यहाँदेखि यसरी बढाउन सकिन्छ आवश्यकता अनुसार। त्यसपछि अब हामीले फेरि यहाँनिर ब्लेड टुलमा क्लिक गर्ने। त्यसपछि यहाँ तलको टेक्स्टमा क्लिक गर्ने। त्यसपछि सिलेक्टमा क्लिक गर्ने। त्यसपछि फेरि हामीले टेक्स्टमा क्लिक गर्ने। यति गरिसकेपछि फेरि अब हामीले यहाँ डाइनामिक ट्रान्सफर्ममा गएर डाइनामिक जुममा क्लिक गर्ने। डाइनामिक जुममा क्लिक गरिसकेपछि यसलाई स्क्रोल आउट गरेर यो जुन बाहिरको छ यो बाहिरको रेड फेडलाई भित्र यसरी सानो बनाउने र अर्को फेडलाई ग्रिनलाई होल स्क्रिन बनाउने। त्यसपछि अब हामीले यहाँबाट यो फेडलाई प्ले गर्यो भने यस्तो देखिन्छ। प्ले गर्यो भने यसरी हामीले डाइनामिक जुमको प्रयोग गर्न सकिन्छ दाभिन्सी रिजल्टमा।